फागुन 21 गति निर्वाचनका लागि यति बेला गाउँघरकोमा माहौल तातिरहेको अवस्था छ। निर्वाचन हुन्छ या हुँदैन त्यो अन्यलको विषय भइरहेको बेलामा यति बेला केही चर्चित व्यक्तित्वहरू निर्वाचनमा होमिने चर्चा पनि उत्तिकै छ। परोपकारी पत्रकारिता गरिरहेका पत्रकार भोजराज थापाको नाम पनि निर्वाचनमा सहभागी हुने विषयमा चर्चाको विषय बनिरहेको छ। थापालाई दाङ देउखोरीका जनताहरूले निकै रुचाइरहेको र उनले जित्ने आकलन पनि गरिएको छ। यद्यपि थापाले भने यस विषयमा कुन पार्टीबाट र कस जनतामा आउने भन्ने विषयमा अझै स्पष्ट धारणा बनाइसकेका छैनन्। हामी एउटा के अरे राम्रो लायकदार उम्मेदवार पनि नपाएर पनि हामी के भन्छन् अलमल्ल छौँ। गर्ने कसरी हो, कहाँ जाने हो, कसरी जाने हो। जति आए पनि सबै पहिलेका जुन थिए नि जति जोगी आए पनि कानै छिरेका कानै छिरेका अब केही आएपछि विकल्प नआएपछि कहाँ हाल्ने नहाले पनि भइहाल्छ भन्ने प्रक्रिया है। छिटै यो घोषणा हुन्छ। तपाईलाई फेरि पनि अग्रिम शुभकामना। हजुरको शुभ नाम के हो? मेरो नाम चाहिँ खासमा राजु बुढाथोकी हो। हाम्रै दाङ जिल्लाको हुनुहुन्छ नि त, फल्कापुरकै हुन्छ। यहाँको घर पनि लगभग प्रायः म देखेको छु क्या, होइन। यहाँलाई देखेर अलिकति खुसी पनि लाग्यो। धन्यवाद। भोजराज थापालाई पूर्ण समर्थन छ। एकदम ढुक्क। यसको लागि त हामी मैले के अब के सुन्थेँ नि, यो गढवा साइड गौडिया साइडहरूमा चाहिँ अलिकति त्यहाँका मान्छेहरूले बुझ्दैनन् भन्ने यस्तो त्यो हल्ला के, त्यो त सडकतिर त्यस्तो हल्ला थियो क्या। तर म यहाँभित्र छिरेँ नि, यहाँभित्र प्रवेश गर्दा साँच्चीकै हो क्या। तपाईँहरू को यहाँ मैले त्यो अशिक्षित पनि भेटाएन। हेर्नु, सबै शिक्षित, सबै चेतनशील, होइन। अहिले चाहिँ यो देशको परिवर्तनले गर्दा यो जुन जेनजीको यो परिवर्तनलाई संस्थागत गर्नको लागि पनि तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। जनताले नयाँ हजुरलाई चाहिँ जनताले परिवर्तन खोजिसकेको छ। एकचोटि उठ्नुहोस् मात्रै, यहाँसँग कस्तो मान्छे हाम्रो यहाँ पनि एकदम एउटा मौका गरेन। हाम्रो यता हाम्रो सर, यता पनि हाम्रो सबै साथीहरू लाग्नु भएको छ। एकदम खुसी छु म त है। अब यो चिनजान फेरि अब कस्तो भइरहेछ भने ठ्याक्कै पहिला त्यति धेरै खासै घुलमिल नभए पनि अब अहिले चाहिँ यो अब चुनावी माहौलले गर्दा धेरैसँग चिन्ने मौका यो एकदम भइरहेछ। त्यो कारणले गर्दा अब चुनावमा होमिउँला नहोमिउँला तर पनि यो एउटा मित्रता चाहिँ बस्यो क्या। एउटा मौका चाहिँ भयो। मतदाता परिचय पत्र बनाउँदै हामीले चुनाव हिँडिरहेको छ नि गाउँ गाउँमा। त्यसले गर्दा झन् एउटा राम्रो सम्बन्ध स्थापित बनाइरहेछ। एकदम हजुर, तपाईँ 12-1 बजे राति आउनुहोस्, भन्नुहोस् के सपोर्ट छ, ढुक्क हुनुहोस्। तर तपाईँ उठ्नु चाहिँ पर्यो, बस क्षेत्रमा एक बाटो उठ्नु चाहिँ पर्यो एकदम। यिनी पहिलेका अब केही बुढाहरू छन् नि, यिनीहरूले सब घुइकाइदिने हो, यति सम्झिनुहोस्। यत्रो 5-10 वर्ष भइसक्यो, एउटा यहाँ रोडको हेर्नुहोस् त, यो हालत आज 8-10 वर्ष हो कि